अहिले झस्किन्छ अहिले फेरि। ओए हैप्पी तिहार। हरी का माला है और मखमली का माला, यहाँ पे नारियल का माला है। बिगाड्नमा त नगरी चाहिँ म भिडियो बनाउँछु है। अहिले झस्किन्छ अहिले फेरि। ओए हैप्पी तिहार, हैप्पी दिवाली गाइस। अहिले झस्किन्छ हैन। हे गाइस, वेलकम बैक टू माय न्यू व्लॉग। सो कैसे हो आप सब? आई होप कि आप लोग अच्छे होंगे। सो हैप्पी तिहार गाइस सभी लोगों को। एंड आज जो है भाई टीका है, तो भाई टीका के दिन में हम लोग थोड़ा बहुत जो है घर पे ही टीका लगाने का कार्यक्रम जो है चल रहा है। यहाँ पे हजारी का माला है और मखमली का माला है, आप लोगों को पता नहीं क्या क्या बोलते होंगे। और यहाँ पे नारियल का माला है। अब नारियल का माला जो है कई जगह पे नहीं लगाते, बट हम लोगों का क्या है ना कि पहले से ही रीति रिवाज चलता आ रहा है ना, तो इसलिए हम लोग बनाते हैं हर साल। आयुष इस बार से भाई भी आए, तो क्या हाल है? यहाँ पे टीका रेडी। चलो गाइस अब टीका लगाते हैं फटफट से। आशीष देते रहना। टीका का शायद कितने बजे थे? 11:40 लगभग, इतना ही है लगभग। हाँ ऐसा ही 11:30 बजे तक। अभी टाइम भी शायद भी थोड़ा बहुत जो 10-12 मिनट लेट हो चुका है। बसे जस्तो गर न। जान्दैन मैले त त्यस्तो गरे। सिबै छैन नि यहाँ। आयुष पैसा दे, पैसा लाग्दैन यो के हो? तिमीहरूले पहिला के अरे माला लगाइदियो त घर हो नि त उता। यो टिकाको पालो अलि कडे आउला जस्तो। सक्यो घुमेर। ल कहिले कोटले टिको लगाइदिनु पहिला। अरे टिको लगाइदिनु अरे हामी। पहिलो पहिलो बिगाड्नमा त नगरी चाहिँ म भिडियो बनाउँछु है। स्केल लगा चार भाइको टुक्रा हाल्दिनु पर्ला। चार भाइ ए आउने किन भाइले लगाइदिनुस् त बिगार्दिनु त्यही त पुङलाङ पाएन। ठाडो गरेर लैजाने माथि। यस्तो गरा लाग्दै लाग्दैन साच्चै हो। गिलो गराउनु मात्रै हो के, लगाउनु तिनी हो गएर। अहिले बाङ्गे म फेरि पुसेर लगाउनु पठाउँछु। यता यता हेर। राजु दादालाई यहाँ होइन यहाँ यहाँ यो गयो, यो पनि लगाइदिनु। नकल दादालाई यो पनि लगाइदिनु। यो हो नि त चाहिन्छ भने पर्छ यहाँ भित्र। बसमै तर भाइ दुईटा भयो कि तिनटा थियो? यहाँ दुईटा। ल दुईटा कति मधुर कुराको भाइ। कहिले छिन्दिनु छ यार। यो यार भित्र यार पानी त यार खैला त यो त यहाँ त सिन्दी छ। यो निकाल्दिनु। माला छैन तिमीलाई? छैन माला। निकाल्दिनु छ यार। सकेपछि यसलाई माला साल लाग्छ त चलो गाइस, एक बहन ने तो लगा दिया, अभी दो बहन है। एक ये और एक ये। ला लगा ला। अझ तेरो पाला आएको छैन के भन्नु? टिका लाग्दै राम्रोसँग लाग्दै लागेको छैन सेतो।
कति झोक्सो गरे वाकरीको माला त्यहाँ छ नि यो गाडी चलाउन लागि यारले यार त्यो आत्या छ त्यो कुनै मासु खान आउँछ दादालाई लगाइदिनु बुल दादालाई यो लगाइदियो ठिकै भयो 50 अर्को दादालाई त्यहाँ छ बस्ने हो त्यो खासमा चाहिँ यो दुईटा गर्नु पर्ने रहेछ राम्रो छिटो पनि हुने रहेछ राम्रो पनि हुने रहेछ कि सकियो तपाईहरु सकियो अलिकति पानी चुहाइदिनु ठुलो ल बस अब यहाँ अगाडि भाग बसाल्दै दादा जस्तो लगाइदिनु थियो यार ल तपाईलाई ला यस्तो चाहिँ जौबन लगा गाडीको माला टिको लगाइदिरहेछन् बगालले मजाले बसिन कुचुङ कुचुङ खाइरहन्छ आयुष ठीक छ ज्ञान ठीक छ ठीक छ मजे गाइस लगाइदिउ न यसलाई छैन माने है क्या ले सुबह से कुछ नहीं खाया होगा यार उसने भी अभी 11 बजने वाला है बाबुलाई लगाइदिउ न यहाँको बटा हो के यहाँको बाबुको बटा लिइदिएको थियो दादाले कलर कति भयो भयो अब यहाँ अगाडि आइज पालै नआउने भयो एउटा रङले हेर्ने यता फर्केन यहाँ पनि छ यो पनि लगाइदिए ल त्यो दादाले अहिले सम्झना बटाले टिको लगाइदिएको बगालले नखाइदिनु नि पहिले माला लगाइदियो माला लगाइदियो लान्दैन क्या हजारी माला लगाइदियो बिस्कुट त्यो के भन्छ त्यसले यो यो के राख्नु दाल खाइ जो बिस्तारै छोरामा बेस्ती अब सम्झनाको पालो आइसलबाट चाहिँ यो दुईटा गराउनु सम्झनाको माला छैनन् सम्झना छोटा माला पर्यो माइनस गर्नु पर्छ कि यहाँ माइनस खर्च दिइहाल्ने आफैले फाइनली टीका लगा के खत्म हो चुका है तो अब जो है यहाँ पे खाने का चीज आ चुका है गाइस दुईटा टपेर माथि दिनको कति रुपैयाँ भयो यादराको मासुको केलाई तल राख्नु पर्यो 100 200
घोप्टिन्छ अहिले फेरि ल्याइले यो हो यो पड्कामा हाल्नु त्यसको थोरै भयो ल्याइहाल्दै त्यसलाई पानी तान्दैछ हेर त त्यो पानी गिलास ल्याउनु क्या पानी के गर्नु गाउ बाबु पानी मार्ने झाके झाका अरे यो चिसो माग्न आएछ त्यो म त बिर्सिया थिएँ ल त्यो चिसो माग्न आएछ बिचार त्यसलाई दियो दियो सानै गिलास लिन यहाँ त कस्तो पाक्छ म पनि छु दाजु ल छिटो खाऊ त्यसलाई अलि धेरै दिने अनि खाइस खाइस थप्पन ओए तल्लाले भागर खाइदिनु पर्छ सबको लाग्ला है लाग्ला लाग्ला अलि कम कम खाम तँलाई यो माग्न आएछ यार मम्मीको त मतलब गरेछ अरे बिहानबाट अहिलेसम्म यसले के खायो के खायो तपाईँले त्यसले त रङ बिग्रिनु भयो रातो अरिएन त चिसो भएन मलाई लगाउँदा सुइबाट बाहिर गएर हाँसी हाँसी पहिला अघि गएर लगाइदिनु म त जान्दैन लगाइदिने लगाउँदै सुइगर बाई दिन्छ बाङ्गी भइहाल्यो हात पनि काट्ने क्या जाने हो बाटो रुङ गरेर मान्छे उता गएर खाके बाटो बिर्स्यो भने उता उता हेर्नु फोटो फोटो हेर्नु यता कुर्सी राखेर बसौ न कुर्सी राखेर तिम्रो तीनजना त छौ फोटोसुट रेडी पोजिसन खिचिक्क